ओए 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 आयो भाइ गाइज एकदम चटपटे खान्थ्यौँ हामी दाइसँग होइन। कतिको बनाइदिउँ 150। अब अरे भाइ यति धेरै त कहाँ खान सकिन्छ यार। त्यसमा रिकर्डिङ हुन्छ। भर्खरै त्यो त रिकर्डमा भन्नुपर्छ कि। हेलो गाइज वेलकम टु आवर च्यानल। स्वागत छ तपाईँहरूलाई हाम्रो युट्युब च्यानलमा। सो गाइज आज हामी चाहिँ ऱ्यान्डम भिजिट जाँदैछौँ होइन। हाम्रो आयुष भाइसँग एकदम बवाल भाइ हो फेरि ह्यान्सी भाइ। सो गाइज आयुष भनेपछि चाहिँ भिडियो भाइरलै हुन्छ होइन। आयुष र एलिजेको जोडी जस्तै हेऱ्यो गाइज होइन। उसले पनि अब चाहिँ खोज्दैछ पाकिस्तानतिर एउटा चाहिँ ब्युटिफुल केटी होइन हो आयुष जस्तै। सो गाइज आज हामी जाँदैछौँ उता हलुवापुरी खान होइन। हलुवापुरी खाइदिउँ न आज होइन। स्पेसल मजा आउँछ। धेरै खान सकिन्न अलिकति खाने हो गाइज। मजा आउने होला। सो गाइज हामी चाहिँ आदर्श नगरको टोलमा छौँ। यहाँ एकदम बवाल टोल छ यो। हामी बस्ने घर यता पछाडि रमाइलो छ गाइज। यो आज चाहिँ मौसम यस्तो दामी दामी छ। नेपालगञ्जमा चाहिँ यस्तो दामी मौसम छ आज। एकदम कुल छ होइन भाइ। एकदमै निन्द्रा लाग्यो। दामीवाला मौसम छ। आज कति सुतिस् त? म सुतेन एकछिन पल्टेको। म चाहिँ गजब सुतेँ है गाइज होइन। उठेर भर्खर अब निक्लिनु लाग्यो है। सो गाइज हाम्रो स्पेसल नास्ता खाने पसल चाहिँ यही हो, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ चाउमिन समोसा नमकिन सबै पाइन्छ। इसाउने स्पेसल हाई हाई हाई। सो गाइज अगाडि हेर्न सक्नुहुन्छ स्पेसल हो, हेर्न सक्नुहुन्छ। एकदम खतरनाक छ यो। कस्तो राम्रो। यसको नाम के हो अरे? तारी हो कि के हो यसको नाम थाहा छ? ऊ तिनी आन्टीको पसलवाला आन्टीको हो के? त्यो नास्ता पसलवाला आन्टीको। तारी हो कि झारी हो? तारी हो कि झारी भन्दैछ। आइज घुम्न जाने आइज ओइ। सो आएन गाइज। यो चाहिँ औषधि फ्याक्ट्री बनिरहेको छ गाइज होइन। एकदम गजब औषधि फ्याक्ट्री बनिरहेको छ। एकदम ठुलो। यो पछाडि पुरा खतरा छ के गाइज। अनि यता चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो हेल्थ क्याम्पस छ। यता साइडमा अलिअलि घर छ। यहाँ चाहिँ पहिला हामीहरू क्रिकेट फुटबल खेल्थ्यौँ। आजकल यो घरले गर्दा सब बन्द गाइज है। यता हाम्रो टोल स्पेसल। तर मौसम चाहिँ आज एकदम बवाल छ है। यहाँ चाहिँ माइन्ड फ्रेस गर्नको लागि चाहिँ रमाइलो ठाउँ भनेको यही हो गाइज होइन। हामीहरू चाहिँ यदि माइन्ड फ्रेस गर्न पऱ्यो भने चाहिँ यता खेत साइडतिर अनि यो साइडतिर यो पछाडिको खेत छ क्या। यो पछाडिको खेतको साइडमा बिचमा गएर बसेपछि माइन्ड फ्रेस हुन्छ गाइस होइन। हेर्न सक्नुहुन्छ हाम्रो टोलमा भैँसीहरू पनि छन् के। यसरी चाहिँ भैँसीहरू चढ्न पनि आउँछन्। सो रमाइलो छ। सो गाइज यहाँ चाहिँ खेतबारीमा काम गरेको पनि देख्नुहुन्छ हाम्रो टोलतिर। हेर्न सक्नुहुन्छ आन्टी चाहिँ खेतबारीमा काम गरिरहेको छ। सो रमणीय वातावरण छ यो साइडतिर। नेपालगञ्ज सहर भए पनि तर गाउँवाला फिल दिइरहेछ होइन। तलतिर रहँदा बस्ती तलतिर पुरै बस्ती छ। यता पछाडि यो साइड चाहिँ पुरै बस्ती छ। यता हेर्न सक्नुहुन्छ भैँसी। अब यहाँ चाहिँ नेपालगञ्ज सहर भए पनि यो आदर्शनगर पछाडि आएपछि चाहिँ पुरै गाउँवाला फिल हुन्छ। किनकि यता यो भैँसी हेर्न सक्नुहुन्छ। भैँसीले हामी गाउँतिर भएको भए भैँसी बाख्रा चराउन जान्थ्यौँ। त्यस्तै त हो नि फिल आउने भनेकै गाउँको यसरी। सो गाइज यहाँभन्दा उता चाहिँ पिच बनेको छैन गाइज होइन। नेपालगञ्जको चाहिँ नेताजीहरूलाई चाहिँ यहाँभन्दा तल पनि पिच गराउन अनुरोध गर्दछौँ। किनकि मलाई चाहिँ शङ्का के लाग्छ भन्दाखेरि यो पिच यहाँबाट सकाउनुको कारण चाहिँ के हो भन्दाखेरि यताबाट गाउँ लाग्यो भन्ने चाहिँ डिस्क्राइब गर्ने हो क्या। फेरि यो पिच फुटेको हो। यस्तै छ गाइज। यो एरियामा चाहिँ कमल फुल थियो गाइज। पहिला एकदम गजब कमल फुल थियो होइन यहाँनिर। तर अहिले चाहिँ पुरेर चाहिँ पुरा जग्गा बनाइसकेको रहेछ। पोहोर साल हामीहरू कमल लिन जान्थ्यौँ कि कमलको फुल टिप्न जान्थ्यौँ। यहाँनिर उयो यो यहाँनिर त म गिरेको छु अङ्कल र आन्टी आउँदा। सो गाइज त्यो भ्लग पनि छ है च्यानलमा चाहिँ हेर्नु होला। सो अब यो साइड हेर्न सक्नुहुन्छ पुरा हरियाली। यो चाहिँ महेन्द्र क्याम्पस है गाइज। यो चाहिँ सबै यो जङ्गल देखिरहेको चाहिँ यो महेन्द्र क्याम्पस हो। यता पुरै गाउँ छ है गाइज। एकदम बवाल गाउँ छ। सो एकदम रमाइलो छ। आयुष भाइलाई चाहिँ कस्तो लागिरहेछ? सो भाइको पनि प्रतिक्रिया लाग्नु पऱ्यो नि त। के भन्यो अरे यस्तो गाउँतिर तलतिर हिँड्दाखेरि अब फ्रेस भइन्छ। यताउता
जानु पर्यो अनि अब हलुवा पुरी चाहिँ खानै पर्यो अँ मेनली चाहिँ त्यसको लागि नै गएको हामीहरू अनि बाटोहरूको फेरि यताउता भ्यू हेर्दाखेरि दामी छ जियोस् फ्रेस हुन्छ होइन एकदम आनन्द आउँछ त्यो भएर चाहिँ यो साइडतिर हामी चाहिँ धेरै हिँड्ने गर्छौँ मेन गरी सो गाइज हेर्न सक्नुहुन्छ यो बिचमा यहाँ अरू कुनै घर छैन यो बिचमा सिङ्गल घर छ सो एकदम ब्युटिफुल घर छ यहाँ चाहिँ होइन यो घरको मान्छेहरूलाई चाहिँ पुरा के लाग्दो भन्दाखेरि पुरा हरियालीमा बसिरहेछन् जस्तो लाग्दो होइन अलिकति सर्पहरूको डर हुनसक्छ त्यति हो सर्पहरूको अलिअलि डर हुनसक्छ नत्र चाहिँ यो साइड अलिअलि घर छन् त्यस्तो छैन सो गाइजहरू हेर्न सक्नुहुन्छ यहाँ गाईहरूले चाहिँ यहाँ दानै दान खाइरहेका छन् यार कसको गाई हो है गाइज कन्ट्रोल गरौँ सो हामीहरू हानिदिन्थ्यो मलाई यहाँ हिलो छ बिचमा हिलो छ के यो हिलोभित्र फेरि छिर्न सकिन्न क्या गाइज होइन नत्र हानिदिन्थ्यो मलाई आउँदैछन् उता तलतिर गोठालाहरू उहाँहरूलाई चाहिँ हामी भनिदिन्छौँ होइन गाई चाहिँ भित्र गछ भनेर खेतमा चाहिँ धान चरिरहेको छ भनेर अरू त यस्तै हो गाई होइन रमाइलो छ सो यो चाहिँ पिपल चौतारी हो है गाइज यो पिपल चौतारी चाहिँ छेकिएको रहेछ यो चाहिँ मकैवाला घाँस हो के यो यसलाई खै के घाँस भन्छ के जुन चाहिँ जनावरहरूलाई चाहिँ खुवाउनलाई हो यो चाहिँ लगाएको होइन यो काटेपछि फेरि पलाइहाल्छ क्या यो त्यस्तो एक्सेसेबल हुन्छ कि यो घाँस एकचोटि काटेपछि फेरि अर्कोचोटि पनि पलाउँछ उहाँ काटिसकेका छन् बिचमा त्यो फेरि 10 दिनपछि त्यो पलाइहाल्छ क्या त्यस्तो हुन्छ क्या त्यस्तोवाला घाँस हो यो हेर्न सक्नुहुन्छ चौतारी यो है गाइस एकदम बबाल छ यहाँ आएर एकदम रेस्ट गर्न सक्नुहुन्छ शीतल लग्न सक्नुहुन्छ यो चौतारी सो हामी चाहिँ अगाडि बढ्दैछौँ अब हलुवा पुरी खाने ठाउँमा लगभग पुग्न लाग्यौँ होइन सो हामीहरू चाहिँ आज चाहिँ यस्तै वातावरण देखाउँदै गइरहेछौँ नेपालगञ्जको आज वातावरण देखाउन योग्य पनि छ क्या नेपालगञ्ज त्यो भएर पुरा गर्मी पनि छैन पुरा चिल हिँड्न पाइरहेछ नत्र त यसरी हिँड्दा त पसिनै पसिना हुन्थ्यो है गाइज सो गाइज यो चाहिँ इन्डियन बोर्डर हो है गाइज होइन टाढा छ यहाँबाट 3-4 किलोमिटर छ देखिन्छ है यसरी देखिन्छ यो बोर्डर हो सो गाइज यहाँबाट चाहिँ लगभग 4-5 किलोमिटर बोर्डर छ होइन यो हामी चाहिँ तल्लो टोलमा आइसक्यौँ यो टोलबाट अगाडि बढ्ने हो यो टोलमा पनि त्यस्तो विकास भएको चाहिँ देखिँदैन होइन सो यो टोलमा चाहिँ बाख्राहरू कुखुराहरू सबै पाउँछ गाइज होइन यही टोलदेखि हामीहरू चाहिँ लग्ने गर्छौँ सो हामीहरू चाहिँ अगाडि बढिरहेछौँ होइन त्यो इन्डियन बोर्डर पनि अहिले चाहिँ दामी बनेको छ होइन भाइ गजब बनाएको छ त्यहाँको रोड चाहिँ फेरि दामी छ कि त्यो मनपर्छ त्यो रोड चाहिँ ओभर बनाएको छ गाइज होइन त्यो बोर्डर जाने रोड चाहिँ यताबाट कटेर बनाएको छ क्या त्यो कटेर भन्दा पहिलाको सिधा रोड भन्दा चाहिँ त्योवाला रोड चाहिँ एकदम बवाल खतरा बनाएको छ गाइज अब हामी चाहिँ सिधै हलुवा पुरी खाने ठाउँमा भेट्छौँ है गाइज सो गाइज हामी चाहिँ चौलिकामा पुगिसक्यौँ है चौलिकामा चाहिँ यो छ हलुवा पुरी खाने ठाउँ यता आउनु तलतिरबाट आउनुभयो भने चाहिँ राइट साइडमा पर्छ जुन चाहिँ हामीहरू फेमस हलुवा परोठा भन्ने ठाउँमा यहाँ खान्छौँ कि यहाँ फेमस हलुवा परोठा भन्ने ठाउँमा यो
गाइज हलुवा पुरी चाहिँ गजब खाइयो है गाइज। अनि हलुवा पुरी खाएर चाहिँ एकदमै अगाएको फिल गरेँ मैले चाहिँ। यहाँ धेरै हालिदियो क्या हलुवा पुरी गाइज होइन। अरू भाइ केही भन्नु छ हलुवा पुरीको बारेमा? बबाल हुन्छ तर धेरै खानै सकिन्न। कस्तो म त टन्नै भइदिएँ यहाँ। यस्तो हुन्छ कि हलुवा पुरी भनेको अलिक तेलमा चाहिँ बनाएको हुन्छ नि त पुरी, त्यो भएर चाहिँ अलि धेरै खान सकिन्न। अनि त्यो अर्ग्यानिक पारामा बन्छ कि दाउरा साउरामा हालेर सो गाइज होइन, त्यसरी बन्छ कि। हेर्न सक्नुहुन्छ अगाडि भैँसी छन् गाइज होइन। यिनीहरू चाहिँ आफ्नो घरतिर जाँदैछन् गाइज। उता हाम्रो काकाले पनि मुतिरहेको रहेछन् यहाँ झन्डैले देखिरहेको भिडियोमा। सो गाइज एकदम मिठो लाग्यो होइन। एकदम रेटिङ गर्दा चाहिँ सिसान बानिया दाइले खाएको होइन, त्यसको रेटिङ गर्न योग्य नै छैन। दाइले पुरा खाने भनेपछि त एकदम क्वालिटीयुक्त हुन्छ कि गाइज होइन। त्यो भएर चाहिँ रमाइलो छ। सो गाइज हामी चाहिँ फर्किरहेको क्रममा चाहिँ भाइले चाहिँ एकदमै पानी पियास लाएर चाहिँ पानी किनिसकेको छ। सो भाइलाई हेर्दा चाहिँ अलिकति भैँसी गोठालो गए जस्तो जस्तो पनि फिल भइरहेछ। हामी गाउँतिर यस्तै गरेर भैँसी लगेर जान्थ्यौँ कि, अहिले बल्ल फिल भइरहेछ कि हामी चाहिँ भैँसी चराउन गएको जस्तो फिल भइरहेछ गाइज होइन। यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ पुरै यो सबै यो एरिया छ नि, यो सबै चाहिँ हाम्रो महेन्द्र क्याम्पसको एरिया हो गाइज। सो यो एरिया चाहिँ उता पछाडि चाहिँ बोर्डर छ हाम्रो इन्डियन बोर्डर। सो यतातिर चाहिँ हाम्रो चाहिँ पुरै नेपाल हो गाइज, एकदम रमणीय वातावरणका साथमा। सो एकदमै यो वाला यो भित्र चाहिँ एकदम मजा छ गाइज होइन। पुरै जङ्गल जस्तो छ यो भित्र चाहिँ, वातावरण फेरि एकदम शीतलो शीतलो हुन्छ कि। हेर्न सक्नुहुन्छ आकाशमा पुरै बादलै बादल छ है गाइज। के खाइरहेको भाइ? के खाइरहेको? बोल्दैन यो भाइ, नबोल्ने रहेछन्। ओए 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 आयो भाइ आयो भाइ आयो भाइ। हामी त पुरै घेरिसक्यौँ हौ भैँसी। पछाडि पछाडि आइज भन्दै गाइज भैँसीले मारेको अहिले यहाँ रिसाएर आइरहेको थियो यार। घेरिदियो यार उयो त पुरा रिसाइरहेछन् भैँसीहरू पनि। अगाडि नबढ नत्र कट्टा खालास भनिरहेछन् है गाइज। त्यो भएर चाहिँ एकदमै भैँसीसँग सतर्क भएर सतर्क भएर चाहिँ अगाडि बढ्न जरुरी छ यहाँ। सो गाइज यहाँ हेर्न सक्नुहुन्छ अर्ग्यानिक सब्जी है यो, गाउँबाट अर्ग्यानिक सब्जी आउँछ। यहाँ चाहिँ हाम्रो सानो पसल छ, सबै अर्ग्यानिक सब्जी। सो गाइज अर्ग्यानिक सब्जी यो गाउँमा चाहिँ धेरै चाहिँ अर्ग्यानिक सब्जीहरू पनि उत्पादन हुन्छ होइन। एकदमै धेरै मात्रामा, धेरै यो पछाडि जानुपर्छ। सबै तरकारीहरू चाहिँ तपाईँहरूले चाहिँ पाउन सक्नुहुन्छ होइन। तरकारीहरू सस्तो रेटमा बजारको भन्दा पनि 5-10 रुपियाँ एक्स्ट्रा भन्नाले सस्तो नै पाइन्छ। सो एकदमै राम्रो छ। त्यो वाला पनि म भ्लग बनाउने छु होइन भाइ? आउँछ त्यो वाला पनि भ्लग आउँछ। यो पछाडि गएर चाहिँ के छ यहाँ पछाडि चाहिँ यसको चाहिँ विशेषता होइन, सब्जी कसरी चाहिँ गर्छन् उत्पादन गर्छन् भनेर, तरकारी कसरी उत्पादन गर्छन् भनेर चाहिँ त्यसको पनि हामी भ्लग बनाउनेछौँ। गाई जस्तै त हो नि। फेरि भैँसी आयो कि। सो गाइज हामी चाहिँ एकदम रेगुलर चटपटे खाने चाहिँ दाई यता हुनुहुन्छ होइन। स्कुलवाला दाई यहाँ आजकल यार गायब भएछ नि स्कुलनिरबाट। किन हो यस्तो? उता न्युजमा लाग्यो त अलिकति ठिक छ। कता गायब हो यार? दैट तेरिका यार, यति गायब भइदिने यार। हामी चटपटे खानलाई यार यहाँ एकदम आतुर छौँ। सो गाइज एकदम चटपटे खान्थ्यौँ हामी दाइसँग होइन। कतिको बनाइदिउँ? 150। अरे भाइ यति धेरै त कहाँ खान सकिन्छ यार। त्यसमा रेकर्डिङ अहिले हुन्छ। भर्खरै त्यो त रेकर्डमा भन्नुपर्छ कि। कन्टेन्ट दाइले कन्टेन्ट बनाउन चाहिँ जाने छन्, तर गाइज हामी चाहिँ धेरै खान्नौँ। 15-15 को खान्छौँ है, 2 ठाउँ 15-15 को। सो गाइज एकदमै म चाहिँ उधारो बहुत खान्थेँ यार पहिला होइन। तिर्न त तिरेछु होइन सबै। म त फेरि उधारो भन्ने फेरि जहाँ पनि चल्छ कि फेरि मेरो उधारो फेरि यहाँ यो नेपालगञ्जकै फेमस मान्छे भनेको म हो गाइज होइन। आजकल किन नआएको त स्कुलतिर? काम थियो, त्यो चना भुटिरहेको सातु बेचिरहेको थियो। त्यसो भए साइड बिजनेस चलिरहेको छ दाइको। फेरि दाइले फेरि 2-3 लाख रुपियाँ त महिनाकै हानिदिन्छन्। अनि किन चाहियो र? त्यति हुन्न। हामी पनि कन्टेन्टको लागि हान्दिउँ न। अघि 50 र 100 भने जस्तो होइन। रमाइलो छ। हेर्न सक्नुहुन्छ चटपटे पुरा बनिरहेको छ। स्पेसल चटपटे बन्छ है गाइज चाहिँ। एकदम मेटेरियल पुरा फुल अन मेटेरियल हुन्छ हेर्न सक्नुहुन्छ।
सब आउँछ कि फेरि आलु सालु सब आउँछ होइन गजब छ गाइज हेर्न सक्नुहुन्छ यो भनेको अर्ग्यानिक चटपटे हो होइन आजकल यार गायब यार मान्छे यार सो गाइज चटपटे चाहिँ स्पेसल बनेर रेडी भइसकेको छ है गाइज आयुष भाइले चाहिँ खाइरहेछ मिठो छ कि पिरो छ अरू दालमोट हाल्न बाँकी छ त गार्निसिङ गर्न बाँकी छ गाइज हेर्न सक्नुहुन्छ स्पेसल चाहिँ 15 रुपियाँमा नि कति धेरै आउँछ कि चटपटे टक्क मिठो मिठो दाइको हातको चाहिँ बवाल हुन्छ कि चटपटे हो नि हामी त फेरि खतरा हो कि फेरि जहिले नि हामी खतरा हो आज पनि उधारो हान्दिउँ क्या खुल्ला छ कि नै 1000को भाइ खुल्ला छ तसँग होइन केही छैन हाम्रो भाइ छँदैछ हाम्रो आयुष भाइ छँदैछ यहाँ जिन्दाबाद सो गाइज हेर्न सक्नुहुन्छ स्पेसल चाहिँ चटपटे रेडी भइसक्यो हाम्रो सो अब उहाँ चाहिँ बजारतिर लाग्नुहुन्छ होइन कता जाने हो आज अब त चिलिकानिर आज चौलिकानिर ल ल एकदम खतराको बिजनेस हान्नु है 1000 भन्नाले 40,000 एक दिनमा 40-50 हजार हानिदिने एक दिनमा सबभन्दा धेरै कमाइ कति भएको छ नठगेर भन्दा 1500 2000 भइहाल्छ दिनको एकदम धेरै भएको दिन धेरै भएपछि त 4000 5000 ल गाइजहरू है एकदम के हो भन्दाखेरि गाइज चटपटे बेच्न थाल्नु हो भने 4-5 हजार दिनको बिजनेस हुन्छ त्यो भएर 5.50 भनेपछि 1,50,000 महिनाको हेर्नु धनी भइसक्यो यार दाइ यार हेर्दै ल हुन्छ गयो हामीहरू बाई बाई गरिदिनु सो गाइज चटपटे चाहिँ यो वान बनेको छ अलिकति पिरो रहेछ चटपटे पिरो भएन भने चाहिँ पिरो नभएको चाहिँ चटपटे के को चटपटे होइन गाइज सो त्यो भएर चाहिँ एकदम मजा आइरहेछ खाना मैले हेल्थ विषयमा भनेको 11-12 मा हेल्थ बबाल छ एकदम बबाल छ गाइज वाह चटपटे चाहिँ चटपटे जस्तै छ है गाइज फेरि यो दाइले चाहिँ एकदमै राम्रो चटपटे र पानीपुरी बनाउँछ कि गाइज होइन पहिला यति खान्थेँ म यो दाइको पानीपुरी र चटपटे कुरै नगरौँ यति खान्थेँ म डेलीको 50-60 रुपियाँको चाहिँ उधारो नै गरेर राख्थेँ कि म होइन सो दाइले पनि राम्रै कमाउँछन् पहिला हाम्रो त्यहाँ रुम नजिकै लगाउँथेँ होइन ठेला आजकल चाहिँ अलिकति व्यस्तताको कारणले चाहिँ यहाँ चौलिकातिर लगाइरहेको रहेछन् दाइले होइन ठेला सो गाइज एकदम मजा आइरहेछ एकदम बेस्ट चटपटे बनेको छ गाइज सो गाइज चटपटेले भाइलाई पनि हा बनाएको छ मलाई पनि अलिअलि हा बनाएको छ सो गाइज चटपटे चाहिँ एकदम चटपटे टाइपकै थियो गाइज आगो चटपटे चाहिँ यस्तै हुनुपर्छ आगो हुनुपर्छ चटपटे आगो गाइज होइन अनि मजा आउँछ गाइज होइन एकदम मजा आयो खाए जस्तो लाग्यो धेरै पछि चाहिँ चटपटे खाइयो होइन सो गाइज एकदम मजा आउँदो रहेछ चटपटे खाँदा है गाइज सो केटीहरूको फेभरेट चटपटे केटाहरूले खाएपछि हुन्छ केटीहरूलाई के हुन्न केटीहरूलाई फेरि केही हुन्न खै किन हो यो चाहिँ केटीहरूले चाहिँ तल कमेन्ट बक्समा भनिदिनु होला किन हुन्न होइन केटाहरूलाई चाहिँ लास्टै पुरा पिरो लाग्ने वाइल्ड होइन केटीहरू त जति नै खाइदिन्छन् कि हामीले 15 रुपियाँको खाना नि यति गाह्रो होइन झन् 30-40 रुपियाँको खाएको भए कस्तो हुन्थ्यो होला है बरु पानीपुरी चाहिँ खान सकिन्छ होइन पानीपुरी चाहिँ के हुन्छ भन्दा पुरी हुन्छ त्यहाँभित्र पानी हाल्ने त अनि गम खाने हो त्यही हो गाइज होइन अनि यो चटपटे चाहिँ हामीहरूको बसको बातको होइन तर पनि मजा चाहिँ आउँछ धेरै पछि खाएपछि चाहिँ एकदम मजा आउँछ तर टेस्ट चाहिँ गजब छ है गाइज यतिको लेभलको चटपटे चाहिँ नेपालगञ्जमा चाहिँ छैन काहीँ पनि यो दाइले चाहिँ खतरा बनाउँछ है गाइज ओए मलाई चिन्नुहोस् अब मासु लिन जान्थेँ त मासु पसल अन्टेको कुकुर हो गाइज होइन ओए आइज न मलाई चिन्नुहोस् मासु लिन जान्थेँ यार तेरो पसलमा यार नचिन्ने सो गाइज हेर्न सक्नुहुन्छ ओए एकदम माया लाग्दछन् कि पुरा आइज कहाँ भागिरहेछ यार मासु पसल अन्टीको चाहिँ बाघ कम आइज न लास्टै माया गर्छन् गाइज यिनीहरूले त मलाई चिन्छन् सबले आइज म यिनीहरूलाई धेरै खुवाउँछु कि गाइज होइन त्यो भएर पनि चिन्छ नि केही गर्छ त केही गर्दैन उयो मासु पसल अन्टीको छोरीले चाहिँ चिन्न छोडी के
अरू त यस्तै हो त्यो भागी छ यार कसले हान्यो होला कि त्यसलाई यो चाहिँ डोन हो गाइस होइन एकदम गजब छ ल भाइ भनिदेऊ हेर्न कति माया गरिरहेछ यसले कति राम्रो मानिरहेछ हेर्न पुच्छर हल्लाएर मासु पतल अन्टीको छ केटाहरू फेरि स्वागतको लागि अब सो गाइस एकदम गजब भयो गाइस यो चाहिँ सेतोवाला जुन थियो नि जुन भागिरहेको थियो नि त्यो चाहिँ हाम्रो अगाडि त्यहाँ मासु पसल जुन चाहिँ नास्ता खाने आन्टीको साइडमा चाहिँ मासु पसल छ त्यही मासु पसल आन्टीको चाहिँ ऊ हो डग हो कि उहाँले पाल्नुभएको छ नाम चाहिँ के अर्कै राख्नुभएको छ क्या सो गाइस यस्तै हो होइन नामसाम भुलिहाल्छु म मजा छ अब हामी चाहिँ सिधै जारको पानी लग्नेछौँ है हाम्रो नास्ता पसल आन्टीबाट गजब रमाइलो सो गाइज हाम्रो मासु पसलवाला आन्टी र अङ्कल यता बसिरहेछन् हेर्न सक्नुहुन्छ जोडी तपाईँको कुकुर उता तपाईँको छोरी उता छ उहाँ गाउँमा तपाईँको छोरी गाउँमा बसिरहेछ उता सो गाइज मासु पसल हेर्न सक्नुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ स्पेसल जोडी मासु पसलवाला जोडी है गाइज यता पनि जोडी नास्ता पसल पनि जोडी हो जारको पानी छ के यहाँ यता जोडी एउटा यता जोडी उता त्यही भएर यहाँ जमिरहेछ के यहाँ नास्ता पसलमा पनि जोडी भएर जमिरहेछ उता पनि जोडी भएर जमिरहेछ ओके नास्ता बनिरहेछ गाइज उता हेर्न सक्नुहुन्छ उहाँ चाहिँ रिटायर्ड आर्मी है गाइज फेरि एकदम कडा हुनुहुन्छ फेरि सिधै 70 हो 70 रिसाएपछि सक्यो जार ल्याएर आन जारको बोतल अहिले ल्याइदिन्छ एकछिनमा अहिले ल्याइदिन्छ ल केटोले चाहिँ जार उठाइसक्यो के बनिरहेछ के ए आजकल खाना यतै बन्न लाग्यो ठिकै हो के रे के गर्नु यहाँ जनताहरूलाई देखाउँछु यति राम्रो जोडी कहाँ भेटिन्छ यी हेर्नुहोस् त गजब जोडी छ हाम्रो भाइ चाहिँ जार अगाडि बढाइसक्यो हेर्न सक्नुहुन्छ पुरा मरद देखिरहेछ पुरा अँध्यारो भइसक्यो गाइस यो चाहिँ हाम्रो चाहिँ अर्को चाहिँ ठेलावाला पसल हो हेर्न सक्नुहुन्छ यहाँ दुईवटा डनहरू छन् सो गाइज फाइनल्ली हामीहरू चाहिँ रुममा पुगिसक्यौँ आजको भ्लग यति नै सो गाइज हेर्न सक्नुहुन्छ यो आइस भाइ पनि अँध्यारो भइसकेको छ सो आजलाई चाहिँ भ्लग यति नै भिडियो मन परे लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् तल कमेन्ट गर्नुहोस् है गाइज कस्तो लाग्यो सुधार्नु पर्ने कुराहरू भन्नुहोस् यहाँ सिडी चढेर तेस्रो तलामा पुरा स्वास भइसक्यो गाइज ओके बाई हेभ अ नाइस डे